विश्व आमा बुवा दिवसको पृष्ठभूमि सन् 2012 को संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष जुन 1 तारिखमा विश्व आमा बुवा दिवस मनाउने घोषणा गरेको हो। सन् 1980 यता अन्तर्राष्ट्रिय समुदायको ध्यान परिवार र परिवारको सदस्यहरूमा विशेष केन्द्रित भएको पाइन्छ। सन् 1989 मा नै सन् 1994 लाई विश्व परिवार वर्षका रूपमा मनाउने घोषणा गरिएको थियो। यससँगै हरेक वर्ष मे 15 लाई विश्व परिवार दिवस घोषणा गरियो। विश्वभरिका आमाबुवालाई केन्द्रित गर्दै हरेक वर्ष जुन 1 लाई आमा बुवा दिवसका रूपमा मनाउने घोषणा गरिएको हो। हामीसँगै विश्व पनि छिप्पिरहेको हुन्छ। हाम्रो जीवन हुर्कदै गर्दा हाम्रा बुवा आमाहरू बुढाबुढी हुँदै गएका हुन्छन्। उनीहरूको हात समातेर हिँड्न सिकेका पाइला अनि मसिना हत्केलाहरूले क्रमशः बुवा आमाहरूलाई डोर्याउन थाल्दछन्। यस रूपान्तरण नै जीवन हो। हाम्रो पात्रोबाट यो साभार गरेको छु मैले। नातिले बडो सरल ढङ्गले तपाईहरूको लागि पनि काठको कचौरा बनाइरहेको छु भनी जवाफ दिन्छ। आखिर नयाँ पुस्ताले यस पुस्ताबाट सिक्ने त हो। यो जवाफ सुनेपछि उसका आमा बाबु आफ्नो गल्तीको पश्चाताप गर्दै भोलिपल्टैबाट बुवालाई सँगै टेबलमा राखेर अनि फुटे पनि काँचकै कचौरामा आफू सरह खाना दिन थाल्छन्। आउँदा पुस्तालाई देखाउन र पाठ सिकाउनका लागि भए पनि आमा बुवा लगायत पुरानो पुस्तालाई सम्मान र सद्भाव देखाउन जरुरी छ। आमाको मुख हेर्ने दिनमा तरह तरहका भावसँगै सामाजिक सञ्जालमा फोटाहरू छरपष्ट पार्ने सन्तान अन्य दिनमा आमासँग बोल्न, स्नेह जताउन अनि भेट्न पनि भ्याउँदैनन् या जाँदैनन्। नाना तरहका व्रत बस्ने व्रतालुहरू घरकै रहेका बुवा आमा या सासु ससुरालाई एक छाक पनि राम्रो खुवाउन झिझो मान्दछन्। कति बुहारीहरूले सासु ससुरासँग बस्न परेका कारणले भिन्न हुन लोग्नेलाई कर गरेका छन् भने कति ज्वाइँले सासु ससुराबाट पनि छुटाएर उनका छोरीलाई नराखेका होइनन्। बुवा आमाको महत्त्व सबैले बुझ्न जरुरी छ। विश्वले आमा बुवाको महत्त्व र माया दर्शाउनका लागि हरेक वर्ष जुन 1 तारिखमा विश्व आमा बुवा दिवस मनाउने गर्दछ। यस वर्षको विश्व आमा बुवा दिवसको सबैमा शुभकामना। श्रवण कुमार जस्ता छोराछोरीको सबैलाई अपेक्षा छ आजको सन्तान भोलिका आमा बुवा पनि त हुन्। विश्व आमा बुवा दिवसको शुभकामना सम्पूर्ण आमा बुवाहरूमा।